ल साथीहरू यहाँ मेरो छोराछोरीहरू स्केटिङ खेल्ने भनेर यहाँ फुलबारी आएको हो हालत त्यस्तो छ ल हेर्नुहोस् के भइरहेछ यहाँ ल ल ल उठ्नै सकेको छैन ल लु को आइडाम भने ओ छोरा त पहिल्यैदेखि सिकेको र सिँसिसिँसित हिँडिरहेछ त्यो भिटा टेक्दै आइज न लो लो यसको काम छैन दिदीलाई सिका दिदीलाई भाइलाई समा भाइलाई कन्ट्रोल गर्ने खुट्टा कन्ट्रोल हो त्यसरी पाइला चाल यसको मुख सुख आज जान्छ के ल ल ल ल ल स्वाई अगाडि यता समाउँदै आइज न जुनिसा यता यता उठ्नै सकिया छैन यता सुई यसो टेक्दै आइज न यहाँ भिटा यो समाएर यसो प्र्याक्टिस गर्न यता सुई हिँड्ने गर्न प्राय हो यसरी सिधा कन्ट्रोल गर्ने खुट्टा सिधा पार यता फर्किने अनि यसो अगाडि बढ्न छड्के उता लो डाङ र डुङडुङ डाङ र डुङडुङ यो जुनिसाको त काम छैन नजाने भयो किन गरेको हो त्यसरी सुइसी जान उता हो त्यसरी ए त्यो त एक्सपोर्ट छ त अनि पहिल्यैदेखि सिकेको त नि भाइलाई समा अनि उता जा लो गडाङ र गुडुङ बल्ल खाना खाँदै हो क्या कति बज्यो यस्तो हेर्ने उभिएर म खाने त भिडियोमा के यस्तो हो त्यसरी सुई अगाडि यसरी भी गरेर यसो उ गर्दै जान जुनिसा
होइन एकचोटि दमक पनि गएको होइन तिमीहरू स्केटिङ खेल्न? त्यति बेला ल जुनी साले सकेन।